आज म तपाईहरुलाई मेरो सबैभन्दा पहिलो मेन्टोरले सिकाएको एकदमै महत्त्वपूर्ण रुल सिकाउन जाँदैछु। एकदमै महत्त्वपूर्ण भिडियो छ, स्किप नगरिकन हेर्नु होला। त्यो रुलको नाम हो 5 मिनेट्स रुल। यदि तपाईले कुनै पनि काम बिगार्नुहुन्छ, कुनै मिस्टेक्स हुन्छ अथवा जुन तपाईले काम गरिराख्नु भएको हुन्छ त्यो काम तपाईले भनेअनुसारले हुँदैन भने यस्तो बेलामा प्यानिक हुने होइन, आत्तिने होइन। बस आफूले आफूलाई 5 मिनेट समय दिनुस्। त्यो 5 मिनेट समयमा तपाईले आफूले आफूलाई रुनका लागि, कराउनका लागि, चिच्याउनका लागि, कसैलाई गाली गर्न मन लाग्छ, फ्रस्ट्रेसन उतार्नका लागि सिरानीमा हात कुट्न मन लाग्छ, कुट्नुस्। यो पर्मिसन आफूले आफूलाई नै दिनुस्। तर 5 मिनेट समाप्त भइसकेपछि अब तपाईले 3 वटा शब्द भन्नुस्। त्यो 3 वटा शब्द हो कान्ट चेन्ज इट। यसलाई परिवर्तन गर्न सकिदैन अथवा यो परिवर्तन हुँदैन। यसलाई स्वीकार गर्नुस्। यसलाई स्वीकार गरेर अगाडि बढ्नुस्। त्यो बर्डनलाई लिएर पुरा जीवनभर नहिड्नुस्। त्यसले तपाईलाई अगाडि बढ्न कहिले पनि दिँदैन। त्यसैले जुन कुरा बिग्रिसकेको छ, जुन कुरा